सबभन्दा पहिले कङ्ग्रेचुलेसन बिबु, आशिष, अनुपमा र अनामिकालाई पनि। के विषय पढ्न तयारी गरे हुनुहुन्छ? मैले चाहिँ साइन्स विषय लिएर न्युरोलोजिस्ट बन्ने एउटा एम राखेको छु। हजुर। किनभने चाहिँ अहिलेको जुन जेनेरेसन छ त्यसमा चाहिँ ओभर थिङ्किङ होइन, स्ट्रेस, टेन्सन मान्छेहरूले धेरै लिने गरेका छन्। सानो सानो केही प्रेसर भए पनि, प्रब्लम भए पनि हामीले एकदमै एकैचोटि टेन्सन लिने होइन, एकैचोटि स्ट्रेस धेरै हुने जस्तो भएको कारण चाहिँ अब न्युरोलोजिस्ट भइसकेपछि सायद मैले सबैलाई सजेसन दिन सकुला, सबैलाई ओभर थिङ्किङ टेन्सन्सहरूबाट हटाउन मद्दत गर्न सकुला भन्ने आशा राखेर चाहिँ म अहिले साइन्स लिन। आशिषलाई कस्तो लागिरहेछ? अहिले नै कस्तो कन्भिन्सिङ पावर छ? हेल्थ सेक्टरमा केही गर्ला जस्तो देखिन्छ, डेलिभरी त्यतिकै राम्रो छ बिबुको है। कति आएको भन्न मिल्छ हाम्रो जिपिए? मेरो जिपिए चाहिँ 3.88 3.88। ओके, भनेपछि हाम्रो आशिषको, हाम्रो बाइसरीको टपर है 3.96। के पढ्ने विचार गर्दै आशिष के भन्न मन पराउनुहुन्छ? के अरे साइन्स विषय लिएर मेडिकल फिल्डमै जाने विचार हो। हजुर, मेडिकल फिल्डमा जानेहरू धेरै बोल्दैनन्, अब एक्सनले देखाउने भनेपछि अनुपमाको कुरा? म चाहिँ अब म्यानेजमेन्ट पढ्ने सोचेको छु। हजुर। अनि त्यही अनुसार पछि गएर चाहिँ अब फाइनेन्सको सेक्टरमा चाहिँ काम गर्छु। हजुर। अनामिकाको कुरा के छ? बेग्लै छ कि फरक खालको? म चाहिँ साइन्स लिएर पछि चाहिँ मेडिकल फिल्डमा जाने सोचिरहेको छु। हेलो एभ्रिवान, हाम्रो मङ्गलसूत्र युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। हजुर, यो दोस्रो पार्टको एसी ग्रेजुएट स्टुडेन्टको बाइसरी माध्यमिक विद्यालयका हाम्रा आउटस्ट्यान्डिङ विद्यार्थीहरूको भिडियो बनाइराख्दाखेरि यहाँहरूलाई मैले जानकारी दिनैपर्छ कि चारैजना, हुन त अरू पनि हुन सक्छन् है, सामाजिक अध्ययन र नेपालीमा 4 जिपिए ल्याउन साह्रै गाह्रो छ भन्ने गरिन्छ। तर हाम्रा बाइसरीका विद्यार्थीहरूले 4 जिपिए ल्याउन सम्भव छ भन्ने कुरा पहिलाकाहरूले पनि पुष्टि गरेका थिए भने यसपालि पनि यस सम्बन्धमा के भन्नुहुन्छ? हाम्रो बिबुबाट सुरु गरौँ, एकदम छोटो मिठो। नेपाली र सोसियललाई चाहिँ सबैले एकदमै गाह्रो सब्जेक्टको रूपमा लिन्छ। तर मेरो विचारमा मलाई के लाग्छ भने यदि हामीले सब्जेक्टको बारेमा पुस्तकमा मात्रै भएको कुरा मात्रै होइन कि अहिले आफूले पनि बाहिरबाट केही नलेजहरू गेन गर्न सके, यस्तो एक्स्ट्रा नलेजहरू राम्ररी पढ्न थाले, लिन थाल्यो भने चाहिँ इजिली नै सबैको राम्रो मार्क्स आउन सक्छ। 4 जिपिए ल्याउन त्यति गाह्रो छैन, तर मेहनत चाहिँ अलिक गर्नुपर्छ जस्तो कुरा चाहिँ मलाई लाग्छ। ओके, आशिषको के फरक कुरा छ हाम्रो बिबुको तुलनामा? कसरी तयारी गरियो र खासमा एक्जाम हलको समयमा मलाई जो आशिषको कुरा सुन्दाखेरि 4 जिपिए नआउने कुरा थियो सामाजिकमा, यो कस्तो किसिमको सरप्राइज हो? हो सर, म के अरे सोसियल नेपालीमा 4 आएको भएर म त साँच्ची के अरे छक्क परेको छु। किन भन्दाखेरि योभन्दा अगाडि अझ छक्क परेको पनि 2 घन्टा अगाडि मात्र, जबकि रिजल्ट आएको हिजो असार 13 गते है। यस्तो किसिमको सरप्राइजिङ कि आफ्नो रिजल्ट समेत थाहा नपाउने, त्यो पनि एसी टपर अफ बागेश्वरी सेकेन्डरी स्कुल। ओके, यु क्यान कन्टिन्यू। हजुर सर, अनि के अरे मैले इन्टर्नल स्कुलले नै एक्जाम लिँदाखेरि चाहिँ मेरो सोसियलमा एकचोटि मात्र 4 जिपिए आएको थियो, अनि अरू बेला B+ वा A आउँथ्यो, अनि नेपालीमा चाहिँ A, B+ त्यस्तै आउँथ्यो। तर के अरे फाइनलमा चाहिँ के अरे मैले त्यो मलाई थाहा छ कि म नेपाली र सोसियलमा के कमजोर छु। किन भन्दाखेरि पहिलेदेखि कमजोर भन्दा पनि अलि राम्रो छैन हजुर अरू विषय भन्दा। ओके, नेपालीलाई अलि हेला गरेको जस्तो थियो मैले, अनि त्यसपछि त्यसलाई अलि के अरे फ्रीपछि मैले त्यो सोसियल र नेपालीलाई अलि ध्यानमा राखी तिनीहरूमा अलि धेरै फोकस गर्न थालेँ। अनि एक्जामको बेला पनि म धेरै नै नर्भस भएको थिएँ, मेनली त सोसियल बेला। अनि सोसियलको के अरे फर्स्ट क्वेसन हेर्दाखेरि त सजिलै लागेको थियो है, अनि पछाडि 1-2 घन्टा बितेपछि चाहिँ अब के अरे मुटु नि कस्तो के अरे ढुकढुकी बढ्ने। हजुर, अनि के अरे मैले चाहिँ सबै क्वेसन गरेको ठानेको थिएँ कि, अनि फेरि सरहरू साथीहरूसँग बाहिर
एक्जाम दिएपछि भेटेपछि चाहिँ लङ क्वेसनमा लङ क्वेसन न्यायपालिका सम्बन्धीमा लङ क्वेसनको चाहिँ त्यसमै 2टा क्वेसन मिक्स भएर आएको रहेछ। त्यसमा चाहिँ मैले यो त मात्र गरेको थिएँ अनि त्यसले गर्दाखेरि चाहिँ मेरो सोसियलमा 4 GPA आउँदैन भन्ने शङ्का थियो। त्यही पनि आयो भनेपछि अब यो सामाजिकमा खासमा 9 देखि पढाएको अनुपमालाई होइन, 9 देखि नै त्यो सङ्केत देखाइरहेको थियो अनुपमाले 4 GPA ल्याउला कि भनेर। 4 GPA कसरी ल्याउने भनेर कसैले सोधे भने के भन्नुहुन्छ सामाजिक अध्ययनमा? सामाजिक अध्ययनमा 4 GPA ल्याउन चाहिँ त्यति गाह्रो पनि छैन रहेछ भन्ने चाहिँ मैले महसुस गरेँ। हजुर। अनि एउटा हाम्रो सरको गाइडेन्सले पनि हो मैले चाहिँ 4 GPA ल्याउन सक्नुभएको। हामीलाई चाहिँ सरले अब राइटिङ स्किल्सहरूदेखि लिएर सबै सिकाउनु भयो। अनि सामाजिक अध्ययनमा चाहिँ बुक मात्रै पढेर म इक्जाम दिन्छु भन्दाखेरि चाहिँ त्यो चाहिँ 4 GPA आउन चाहिँ सम्भव छैन जस्तो लाग्छ मलाई। यताउताका समसामयिक घटनाहरू अनि हाम्रै समाजमा भएका धेरै कुराहरूले पनि हामी चाहिँ सामाजिक अध्ययन चाहिँ हामीले हाम्रो सामाजिक विषयलाई चाहिँ राम्रो पार्न सक्छौँ भन्ने चाहिँ मलाई विश्वास छ। अनि त्यसपछि एउटा राम्रो गाइडेन्स भयो भने हामीले सामाजिक अध्ययनमा 4 GPA चाहिँ ल्याउन सक्ने रहेछौँ भन्ने लाग्छ मलाई। हजुर। अर्को फेरि सरप्राइजिङ फ्याक्टर छ है, मलाई मात्र होइन कि सायद अरू साथीलाई पनि हुनसक्छ। हाम्रो अनामिकाको बारे जस्तै अनुपमालाई सोधे पहिला के लाग्छ अनामिकाले 4 GPA ल्याउँदाखेरि सामाजिक अध्ययनमा? अनामिका चाहिँ अब एकदमै मेहनती नै विद्यार्थी हो हाम्रो कक्षाको। हजुर। अनि मलाई चाहिँ अब लागेको थियो अनामिकाको चाहिँ 4 GPA आउन सक्छ भनेर। ल अब अनामिकाको पालो के भन्नुहुन्छ? म चाहिँ के भन्छ नेपाली र सामाजिक अध्ययन विषयमा चाहिँ के भन्छ त्यो पढ्दा गएर चाहिँ कति विद्यार्थीहरूलाई चाहिँ गाह्रो हुने गर्छ होइन। त्यसमा राम्रो मार्क्स ल्याउनलाई चाहिँ बुक मात्रै पढेर हुँदैन, त्यसमा चाहिँ व्याकरणहरू मिलाउनु पर्ने अनि ह्रस्व दीर्घका कुराहरू त्यसको बारेमा जानकारी लिने अनि त्यसपछि चाहिँ त्यसमा राम्रो गर्न सकिने चाहिँ कुरा आउँछ। भनेपछि एक्जामको दौरानमा झन् अझ कडा मेहनत भएको कुरा त भन्नलाई कुनै दुविधा छैन है। एकदम खुसीको कुरा हो। अनामिकाले पनि सोसियलमा 4 GPA हुन त मैले अघि पनि भने अरूले पनि ल्याएको हुनसक्छ। हामी अरूले पनि 4 GPA ल्याएको खण्डमा फेरि बढाइ दिने उद्घोष पनि गर्दछौँ। एसी 2081 को सम्बन्धमा विशेष गरी बिबुको कस्तो तयारी भएको थियो? एसीको लास्ट लास्टतिर चाहिँ अब मलाई चाहिँ झनै अब एसी आउन लाग्यो, प्रिपेरेसन मैले गरेको पुग्छ कि पुग्दैन भन्ने एउटा चिन्ता पनि लागेको थियो। स्कुलमा एक्स्ट्रा क्लासेसहरू लिइरहन्थेँ, आफ्नो नबुझेको कुरा साथीहरूसँग सोध्ने, गुरुहरूसँग सोध्ने गरेर पनि मैले नबुझेको धेरै कुराहरू एकदमै सानो समयमा पनि बुझेँ। घर गएर पनि आफूले केही नबुझेको छ भने प्र्याक्टिस गर्ने गर्थेँ होइन। मेरो मेन कमजोर सब्जेक्ट भनेको चाहिँ अप्सन म्याथ र म्याथ थियो। अनि मैले घर गएपछि त्यस्तो न्युमेरिकल्सहरू सल्भ गर्नेहरू अनि सेटबुकहरूबाट पनि प्र्याक्टिसहरू धेरै गर्थेँ। अनि त्यसपछि आजभोलि त टेक्नोलोजीको जमाना भएको भएर युट्युबहरूको माध्यमबाट पनि मैले धेरै कुरा एकदमै मजाले बुझेको पनि थिएँ। त्यसैले मेरो तयारी चाहिँ राम्रै भएको थियो। अनि थप कुराहरू सकभर पुनरावृत्ति रिपिटिसन नगरिकन आशिष कसरी तयारी गरे जस्तो लाग्छ अथवा स्कुलले कस्तो तयारी गरे जस्तो लाग्छ आफूलाई भनौँ न एसीको सम्बन्धमा? अब के अरे कसैले मलाई के अरे टाइम टेबल बनाएर पढ भन्छ, कसैले अर्कै कुरा भन्छ, कसैले कोही भन्नुहुन्छ। अनि सबैलाई एउटै कुरा के अरे लाग्दैन नि, सबैको मेन्टालिटी फरक हुन्छ। अनि म चाहिँ कसरी पढ्थेँ भन्दाखेरि यहाँ स्कुलमा सरहरूले पढाएको सुन्थेँ। अनि के अरे ट्युसनमा पनि सरहरूले हामीलाई के अरे राम्ररी नै पढाउनुहुन्थ्यो। अनि घरमा चाहिँ के अरे आज कुन पढाएको त्यो सबै के अरे रिभाइज गर्ने अनि नोटहरू अलिकति लेख्ने हेर्ने है त्यस्तो गर्थेँ। अनि त्यसपछि चाहिँ म चाहिँ अरूहरूमा धेरै त्यो सामाजिक सञ्जाल हेर्ने विद्यार्थी चाहिँ होइन है। तर के अरे जस्तै म्यासेन्जर अनि सरहरूले चाहिँ के अरे हामीलाई चाहिने भिडियोहरू पढाइ सम्बन्धी भिडियोहरू त्यस्तो पठाउनुहुन्थ्यो। अनि त्यस्तै हेर्दै धेरै कुरा सिक्यौँ मैले चाहिँ। अनुपमालाई के भन्नु जस्तो लाग्छ, फरक कुराहरू छन् कि? मैले चाहिँ अब एसीको तयारी गर्दा चाहिँ हाम्रो विद्यालयमा चाहिँ शिक्षक शिक्षिकाहरू चाहिँ हाम्रो लागि भनेर चाहिँ अगाडि हुनुहुन्थ्यो। अनि नजानेका कुराहरू चाहिँ हामीले अब जुन बेला गएर पनि
सोध्थ्यौँ अनि त्यसपछि सिकाइदिनुहुन्थ्यो। अनि त्यसपछि स्कुलमा मात्रै होइन अब घर गएपछि पनि केही आएन भने चाहिँ अब युट्युबमा चाहिँ सबै विषयको चाहिँ अब कसरी लेख्दाखेरि चाहिँ राम्रो हुन्छ भनेर चाहिँ धेरै कुराहरू आउँथ्यो, टिप्सहरू आउँथ्यो, ट्रिक्सहरू आउँथ्यो कस्तो गर्ने त। जस्तै अब सामाजिक अध्ययन मात्रै होइन सबै विषयमा अब ड्रइङहरू बनायौँ भने हाम्रो उत्तर चाहिँ अझै इफेक्टिभ हुन्छ, मौलिक शैलीको हुन्छ भन्ने अन्य कुराहरू पनि मैले चाहिँ धेरै सिकेको थिएँ यो तयारीमा। अनि मेरो तयारी चाहिँ राम्रो भएको छ। साथीहरूको सङ्गतले फ्रेन्डसिप बोनको कुरा अघि श्रेयाले पनि होइन अघिल्लो भिडियोमा कुरा जुन हामीले प्राप्त गरौँ के भूमिका खेल्छ जस्तो लाग्छ? फ्रेन्डसिपले चाहिँ साथीहरूको जुन टिमवर्क हुन्छ ग्रुप स्टडी होला होइन ग्रुप स्टडीले चाहिँ अब निकै नै ठुलो भूमिका चाहिँ खेल्छ। अब साथी मिलेर पढ्दाखेरि चाहिँ यत्तिकै अब हामीलाई आउने रहेछ एक्लै पढ्दा भन्दा पनि अब साथीसँग मिलेर पढ्दाखेरि रमाइलो हुँदो रहेछ। तर कहिलेकाहीँ चाहिँ अब साथी पढ्दाखेरि पनि आउट अफ टपिक गएर कुरा चाहिँ कहाँ पुग्ने रहेछ, आउट अफ ट्र्याक जान सक्छ। आउट अफ ट्र्याक चाहिँ गर्नु भएन। आत्मनियन्त्रण आत्मअनुशासन चाहिन्छ। अनुशासनको सहित ग्रुप स्टडी गऱ्यो भने चाहिँ हामीलाई चाहिँ एकदमै धेरै सहयोग चाहिँ हुने रहेछ। साथीहरूको नजरमा धेरै पढ्ने हो नि हाम्रो अनामिका पनि है। यो प्रश्नको जवाफ र आफ्नो अनुभवको बारे के भन्नुहुन्छ अनामिका? मेरो विचारमा भन्नुपर्दा चाहिँ कुनै पनि विद्यार्थीले राम्रो मार्क्स लिएर आउनको लागि चाहिँ फर्स्ट क्लास स्टार्टिङदेखि नै आफ्नो नोट्सहरू बनाउने अनि राम्रोसँग पढ्नेहरू गरिराख्नुपर्छ। अनि कुनै पनि अझ धेरै प्रश्न सोध्नेमा पनि पर्छ है अनामिका। अनि हाम्रो त्यो एसईको भन्दा अगाडि जुन 1 हप्ता जति बिदा हुन्छ नि त्यसमा चाहिँ आफूलाई डाउट लागेको कुराहरू क्वेसनहरू बनाएर त्यसलाई आफूले लेखेर आफ्नो चेक गराएर टिचरहरूलाई नै स्कुलमा आएर चेक गराएर त्यसलाई चाहिँ राम्रो बनाउँदै जाने। र एक्जामको टाइममा चाहिँ कुनै पनि विद्यार्थीलाई राम्रो मार्क्स लिएर आउनको लागि चाहिँ निन्द्राको चाहिँ एकदम धेरै ठुलो भूमिका खेल्छ होइन। अनि त्यो निन्द्रा राम्रोसँग पुगेन भने नि एक्जाम गएर बिग्रिन सक्छ होइन। त्यसको लागि चाहिँ स्ट्रेस नलिने र राम्रोसँग एक्जाम दिने। ओके, चारैजनाले के भन्नुहुन्छ? बागेश्वरी भन्ने बित्तिकै दिमागमा के कुरा आउँछ? मलाई चाहिँ बागेश्वरी भन्ने बित्तिकै एउटा हार्डवर्किङ पिपलले सराउन्डेड भएको एउटा हुन्छ नि प्लेस अनि सक्सेसको चाहिँ एउटा डेफिनेसन याद आउँछ। ओके, Bageshwari is goes to Saraswati is goes to the best community school. Best community school. Bageshwari itself is Saraswati Mata. Okay. मलाई चाहिँ बागेश्वरी भन्ने बित्तिकै सपोर्टिभ टिचर्स र केयरिङ इन्भाइरोमेन्ट याद आउँछ। मलाई चाहिँ बागेश्वरी भन्ने बित्तिकै वान अफ द टप 10 स्कुल अफ नेपाल। ओहो, कति राम्रो विचार है। सबैले समय दिनुभयो फर्दर एजुकेसनको लागि। अल द बेस्ट। हुन्छ त म मङ्गलेश्वर दाजु आजको लागि एसी तक यहीँ सघाउने अनुमति तपाईँ समक्ष माग्दछु। मङ्गलेश्वर सर च्यानललाई लाइक, सेयर, कमेन्ट, Subscribe. गर्नुहोला।